आज चाहिँ हाम्रो डे 7 काठमाडौँबाट आएको चाहिँ डे 7 हिँडेर आएको चाहिँ डे 5 हो। आज हामी दतारा भन्ने ठाउँमा रेस्ट गर्छौँ। त्यही हो, त्यो देखिरहेको चाहिँ स्कुल हो। माथिको भ्यूहरू राम्रो देखिरहेको छ। आज चाहिँ हामी यहीँ बस्छौँ, रेस्ट गर्छौँ। अनि भोलि चाहिँ हामी 3J को लागि जान्छौँ। 3J चाहिँ यही बाटो हुँदै यो माथि कुन चाहिँ डाँडो कटेर 50 to 100 को पास कटेर जानुपर्छ। सबैभन्दा हाइएस्ट एल्टिट्युड भनेको त्यही हुन्छ। त्यही हो, यहाँबाट भ्यूहरू चाहिँ दामी नै छ। खच्चडहरू चरिरहेको छ। हरू त होइन, खच्चडै हरू नै रहेछ। यहाँ पनि छ, ऊ त्यहाँ कराइरहा। सब यो भनेको हाम्रो यता पहाडी एरियाको साझा यातायात हो। यिनीहरूले हो डुवानी गर्ने यहाँको। त्यही हो। अहिले कति 7 बजे हो, त्यहाँ माथिको गुम्बा चढिरहेका छौँ। हाम्रो टिमहरू चढ्दै हुनुहुन्छ। बाटो चाहिँ पुरो चट्टान माथिबाट छ। यहाँ तलबाट चाहिँ हामी यस्तो भ्यूहरू देखिरहेको छौँ होइन। माथि ऊ त्यहाँनिर एउटा गुम्बा छ। हाम्रो एउटा स्कुलको सरले कोअर्डिनेट गरेर गुम्बा लाँदै हुनुहुन्छ। सो यहाँको भ्यूहरू चाहिँ यस्तो छ। टिमहरू माथि चढ्दै हुन्छ। म पनि चढ्दैछु। बाटो अलि अप्ठ्यारो छ। 7 बजे चाहिँ हामी ल माथि गएर हेरौँ न त भनेर गुम्बा चढ्न माथि आएको। यस्तो यो बाटोमा चाहिँ चढ्नुपर्ने हुन्छ। फेरि जुत्तै नलाइकन हामी चप्पल लाएर आएको थियौँ। अनि यो फितावाला चप्पलमा चाहिँ अलि समस्या हुन्छ चढ्न। ऊ यहाँनिर गुम्बा छ, म देखाउँछु। सो यो चाहिँ गुम्बाको खै के भन्छ चाहिँ थाहा भएन। गेट जस्तो तलको भ्यू दामी छ। अब पहाड चाहिँ अँध्यारो भएको भएर हामी देख्न सक्दैनौँ। यस्तो चट्टानहरू छ। गुम्बा चाहिँ उयो नै हो, कतिको देखिरहेछ। यो बिल्डिङदेखि उतापट्टिको चाहिँ गुम्बा हो। हामी चाहिँ त्यहीँ पुग्नेछौँ अहिले। हल्का राति भइरहेछ अनि अलिकति टपमा चाहिँ हावा अलि धेरै चलिरहेको छ अनि चिसो अलि धेरै भइरहेको छ। हो दामी मन देखिरहेको रहेछ। पछाडि बाटो अलि धराप छ, ठिकै छ। देखिरहेको गुम्बा हो। कति वर्ष पुरानो गुम्बा हो। हामी त्यहीँ गएर बुझौँ। हामी गुम्बा यही हो। गुम्बाभित्र छिर्नेछौँ। गुम्बा चाहिँ धेरै अँध्यारो रहेछ।